हेलो साथीहरू, नमस्ते नमस्ते सबैजनालाई। के छ हालखबर? सन्चै हुनुहुन्छ? म पनि सन्चै आरामै छु, ठिकै छु, राम्रै छु। नयाँ दिन नयाँ सुरुवात, नयाँ भ्लगमा यहाँहरूलाई आज पनि स्वागत गर्दछु। नजिकको तीर्थयाला भने जस्तो घरकै छेउमा भएको भए तापनि अरू बेला आइन नथ्यो, त्यही भएर नजिकै छ जाउँला न भन्दा भन्दै त्यत्तिकै भयो। यो चेरी फुल्ने बेलामा अस्ति नै आउनु पर्थ्यो, आइएन। एकदम रमाइलो हुन्थ्यो यहाँनिर, यो म बसेको छेउछाउमा। अहिले म जहाँ छु त्यो स्थानमा अहिले चाहिँ यो फुलिवरी फक्रिसक्यो। यो प्रकारको पार्क छ यहाँ छेउमा। यता माथि एउटा मन्दिर जस्तो छ, मन्दिर हो कि के हो पनि त्यो पर देखिन्छ। म त्यहाँ पनि लान्छु तपाईँहरूलाई, मेरो पछि आउनुहोस् है। मन्दिर भन्ने बित्तिकै प्रायः एउटै नै प्रकारको हुन्छ, हेर्दाखेरि बनावट पनि उस्तै खालको मिल्लाजुल्ला जस्तो हुन्छ। त्यसमा केही तलमाथि त भइहाल्छ। यता जाउँ, यहाँबाट हामी त देब्रे जाउँ। सबभन्दा पहिला सुरुमा यो दुईवटा वेलकम गरेको छ। यो के हो, बत्ती। राति त बत्ती बल्छ होला अवश्य पनि। यहाँ हाम्रै घरको छेउमा हो भने चाहिँ यो, तर आइएको थिएन क्या खासै। यता छेउमा एउटा स्तम्भ पनि छ, सायद यो पार्क सम्बन्धी शिलालेख होला, त्यही नै हुनुपर्छ। त्यहाँ पनि एउटा सानो के चराचुरुङ्गीले नआइज त भन्दैछ कि हो। यता माथि जाउँ, अब के कस्तो छ हेरौँ नि त। जान त मिल्छ होला, किनभने जान नमिल्ने भए त यहाँ बिचमा केही न केही त हुन्थ्यो होइन, कि चेन लगाएको हुन्थ्यो, केही न केही त हुन्थ्यो अवश्य पनि। यो माथिको चाहिँ घन्टी झुन्ने आएको छ, टाङटाङ टुङ टाङ। ओहो, साह्रै रिस उठाएको थियो यिनीहरूले मलाई त। जाउँ न, बुद्धिस्टहरूको हो कि जस्तो लाग्यो मलाई। मेरो पछि आउनुहोस् न, हजुरहरूलाई म जस्ताको तस्तै देखाउने प्रयासमा अनवरत रूपमा खटिरहेको छु। स्यास्या हो, यो ठाडै उकालो छ। यो चाहिँ मन्दिरै रहेछ भन्ने कुरो अहिले मैले प्रमाणित गरेँ। कसरी भन्नुहुन्छ भने, उता पर झुन्डेको देख्नुहुन्छ, त्यो चाहिँ घन्टी ठोक्ने हो। त्यो हो र तानेर छोडिँदाखेरि त्यहाँनिर ड्याममा गएर लाग्छ र बज्छ। यसको मतलब त्यही हो, मन्दिरै हो। यो चाहिँ के को मूर्ति हो यो? कसैले चिन्नुहुन्छ? कुकुर हो कि खै, थाहा भएन। मूर्तिमा कहाँ चिनिन्छ है। तरिकाको छ एउटा विशाल रुख छ यहाँ, धेरै अग्लो रुख छ। कस्तो धेरै मूर्तिहरू राख्दो रहेछ यहाँनिर। खै के को मूर्ति हो यो? हेर्नुहोस् त साथीहरू, सबै कुकुरको यस्तो छ हो। के को मूर्ति हो यो? यहाँ सर्पको देश, यो सर्प चाहिँ चिन्यो ल। यो चाहिँ सर्पको हो, यो तरिकाको छ। यता पनि छ, डल्लै छेउछाउमा। पेटमा के अरे उ गर्ने के बुद्ध, लाफिङ बुद्ध कि के बुद्ध भन्छ नि, यो परको हो कि क्या हो। यो चाहिँ ठुलो अलि मन्दिर छ, ठुलो खालको छ, यो तरिकाको छ। यहाँभन्दा भित्र त खोलेर हेर्न मिल्दैन, भित्र त नजाउँ, के होला र। हामीले नेपालमा गोडधुप गर्दाखेरि देउताहरू बनाएर पर गाड्थ्यौँ नि, त्यस्तै के यता पनि छ, उतापट्टि पनि छ। अनि यहाँबाट हेर्दा फेरि यता अगाडिको भाग चाहिँ यो खालको देखिँदो रहेछ, रमाइलो छ। यो पर देख्नुभएको जति पनि पहाडहरू छ, यो सल्लो चाहिँ हरियो के अरे, सल्लोको चाहिँ पात झर्दैन होइन, त्यो चाहिँ पात नझरेकोले गर्दाखेरि अलिअलि रातो खालको देखिन्छ। नभए अरू सबै सेतो हिउँले ढाकेर कि यो सबै। एउटा सानो गाउँ हो, जापानको एउटा सानो गाउँ हो, गुन्मा भन्ने जिल्लामा पर्छ।
अहिले हामी यहीँ छौँ। यस्तो छ हेर्नुहोस्, ओर्लिन्छौँ हामी यहाँबाट। उकालो छ, हाम्रो स्वयम्भूनाथतिर जाँदाखेरि जस्तो उकालो छ त्यस्तै हो, तर त्यति ठाडो त होइन यो। त्यति ठाडो त होइन। यताबाट पनि रहेछ, यताबाट चाहिँ के हो, मान्छे हिँड्ने त होइन होला। मलाई हाम्रो कम्पनीको मालिकले के भन्थ्यो भने एक दिन यिनीहरूले त्यो ग्र्याब बनाउँदाखेरि एकदमै धेरै खर्च हुन्छ अरे यिनीहरूको। यस्तो चाहिँ जहाँ पनि हुँदो रहेछ मन्दिरमा कि त्रिशूल होला त्यो परेको 1 2 3 4 5 6 1 2 3 4 5 6 जना हुँदो रहेछ। बुद्ध, भगवान् बुद्धको हो यो, उहाँको कहीँ ध्यान गरिरहेको हुनुहुँदो रहेछ। ओहो हो, हेर्नुहोस् त यहाँ पुरा एकदमै के हिन्दू धर्मसँग रिलेटेड त्योसँग सम्बन्धितहरू छ सबै। कोही चाहिँ बाघमा चढ्नु भएको छ, कोही केमा त्यो पर अजिङ्गरमा होला केमा। त्यसपछि यता एकजना हुनुहुन्छ, अर्को यहाँ हुनुहुन्छ, यहाँ मृगमाथि बसिरहनु भएको छ। यहाँले मन्दिरमा के अरे हातमा के बोकिरहनु भएको छ, त्यो मन्दिर बोकेर ध्यान गरिरहनु भएको छ। यता भिक्षा माग्नु भएको छ, के गर्नु भएको छ। यता अर्को भगवान् बुद्ध छातीमा राख्नु भएको छ। उहाँ अर्कोले माथि आकाशतिर फर्केर के हात उँभोतिर फर्काइराख्नु भएको छ। अर्को पनि हुनुहुन्छ, उहाँले चाहिँ हातमा के राखेर ध्यानमा हुनुहुन्छ। यता अर्को एकजना थपे मार्दै हुनुहुन्छ। यता अर्को एकजना कतै झोला बोकेर हिँड्दै गर्नुभएको छ। अनि यता अर्कोजना फेरि के गर्नुभएको थियो। अनि यता अर्कोजना केही पढ्दै हुनुहुन्छ, ऋषि जस्तो हुनुहुन्छ। उहाँको दारी पनि झ्याप्पै दारीहरू पनि आएको छ यो खालको। यस्तो हुँदो रहेछ। अनि यता चाहिँ अलिक ठुलो खालको हुनुहुन्छ उहाँ चाहिँ। त्यसपछि फेरि यता हुन्छ साक्षात् भगवान् विष्णुको अवतार, उहाँ गौतम बुद्ध हुनुहुन्छ अवश्य पनि। कमलको फुल बोक्नु भएको छ हातमा माथि, गौतम बुद्ध नै हुनुहुन्छ। जे होस्, यहाँ पनि बुद्ध धर्महरू हुनुहुँदो रहेछ क्या। खुसी लाग्यो। कसैको पनि धर्म, सबैको धर्मप्रति सम्मान छ, सम्मानपूर्वक व्यवहार गर्नुपर्छ हामीले। धर्म जसरी माने पनि त्यसको मान्ने तरिका जस्तो सुकै जेसुकै भए पनि त्यसले फैलाउने सन्देश चाहिँ नै एउटै हो जस्तो लाग्छ। सम्पूर्ण जगत सृष्टिको रक्षा गर्नु र प्राणीको रक्षा गर्नु नै मानवको सबभन्दा पहिलो धर्म हो जस्तो लाग्छ मलाई। एकदमै पुरानो बजार जस्तो छ यो, पुरानै पनि हो। यहाँको संस्कृति बोकेको त्यो खालको संरचना छ यहाँ। सायद यहाँ यिनीहरूको त्यो मन्दिरमा पूजा सबै हुँदै होला। अब यिनीहरूको यो चल्दैछ नि त, फेस्टिभल आउँदैछ, कहिलेकाहीँ हुन्छ। यता रहेछ यिनीहरूको चाहिँ नि के कल्चरल जस्तो लाग्छ। यता पर्छ देख्नुहुन्छ है, सायद यहीँको लागि होला यिनीहरू। अघि धेरै बाइकमा पनि आएको थियो, बाइक पनि पछाडि पर बाइकहरू पनि छ। घाम त लागिरहेछ तर गर्मी खासै छैन। 25 डिग्री छ अहिलेको टेम्परेचर।
सबैजना खाना खान व्यस्त छन्। कोही बसिरहेछन्, कोही कता कोही कता। ठाउँमा पनि एउटा पार्क भनेको चिटिक्क चिटिक्क बनाएको हुन्छ। यहाँ आउँछन्, शान्तसँगले बस्छन्, आराम गर्छन्। इँटा हाम्रो देशको रहेछ, जस्तै इँटा रहेछ, सानो सानो खालको इँटा। यता भक्तपुरतिर हुन्छ पुरानो खालको इँटा, त्यही खालको। सबैजना आउँछन् है, कोही काम गर्ने हुन्छन्, कोही पढ्ने हुन्छन्। यसरी टक्क गाडी लिएर आउँछन् सबैजना, आफ्नो गाडी लिएर आउने। अनि त्यसपछि साइकलमा चाहिँ प्रायः जो पनि हिँडिरहेको हुन्छ क्या यहाँ। हुन त साइकल कुदाउन स्वास्थ्यको लागि पनि फाइदाजनक हो नि त। मेरो पनि खाना खाने बेला हुन लाग्यो, म पनि जान्छु अब घरतिर बिस्तारै बिस्तारै। मौसम चाहिँ अझै 3 दिनसम्म राम्रो देखाइरहेको छ क्या गुगलले। पानी पनि पर्दैन, घाम पनि खासै लाग्दैन, एकदमै एक्युरेट मौसम, मजाको देखाइरहेको छ। ओहो, चराचुरुङ्गीहरू के साह्रो कराएको। स्वास्थ्यको लागि फाइदाजनक पानी। जस्तो साथीहरू, यहाँसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेट्ने प्रयास गर्नेछु। आजलाई बाई बाई।